नमस्कार साथीहरू, म आज यो नेपालकै जस्तो भोगटे सान्न गइरहेछु। ठ्याक्कै नेपालमा पाउने जस्तै यसरी बोक्रा निकालेँ। अब यसलाई मैले सबै भोगटे दुईटै भोगटे ताचिसकेँ। अब यसलाई सान्न सुरु गर्ने। सुरुमा भुटेको तिल हाल्छु, दही, स्वाद अनुसारको यो बिरे नुन। अब एकचोटि यसलाई राम्ररी चलाऊँ। मैले चाहिँ यो दही नै गुलियो बनाएर जमाएको थिएँ। गुलियो दही हो, त्यही भएर चिनी हालिनँ। हजुरहरूले छुट्टै अमिलो दही हालेर अनि अब यसलाई झान्नलाई प्यान बसाउँछु। क्रस गरेको खोर्सानी पनि हालेँ। खोर्सानी चाहिँ आफ्नो स्वाद अनुसार हाल्नुपर्छ। मैले चाहिँ हालेँ आधी चम्चा। अलिकति रातो धुलो खोर्सानी पनि हालेँ। भुटेको जिरा, राम्ररी चलाउने यसलाई। अब एउटा प्यानमा तोरीको तेल झान्नलाई ठिक पारेँ। अब मेथी रातो रातो भयो। यो जिरा धनियाँ पाउडर फेरि अलिकति भुटुनमा हाल्छु। बेसार अब भयो। अब झान्नलाई रेडी भयो। हाम्रो भोटे साँधेको। अब यसलाई एकचोटि फेरि राम्ररी चलाएर खानालाई रेडी भयो। यो हजुरहरूलाई कस्तो लाग्छ? खानालाई रेडी भयो। मेरो भिडियो अलि लामो भयो, हजुरहरूले मन पराएर हेरिदिनु होला। मन परेमा लाइक, सेयर, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू। बाई।